नमस्कार। आज पुस 11 गते शुक्रबार म नेप्से अपडेट लिएर आएको छु। आशा छ यो भिडियो हजुरहरूलाई उपयोगी हुनेछ। तपाईँ हेरिरहनु भएको छ आनन्द इन्साइट्स र आज हामी नेप्से इन्डेक्सको प्राविधिक विश्लेषण गर्दैछौँ। अहिले नेप्से करिब 2585.87 वरिपरि बन्द भएको देखिन्छ। बजार हल्का हरियो भए पनि मोमेन्टम अझै कमजोर देखिन्छ। अब ट्रेन्ड एनालाइसिसबाट सुरु गरौँ। सबैभन्दा पहिले ट्रेन्डको कुरा गरौँ। नेप्से अहिले पनि लोअर हाई र लोअर लो संरचनामै छ। यसले बजार अझै बेरिस टु साइडवेज फेजबाट बाहिर ननिस्किसकेको सङ्केत गर्छ। क्लियर बुलिस ट्रेन्ड सुरु भएको पुष्टि अहिलेसम्म देखिँदैन। अब सपोर्ट र रेजिस्टेन्सको लेभलहरू हेरौँ। नेप्सेका लागि इमिडिएट सपोर्ट 2550 रहेको छ। मेजर सपोर्ट चाहिँ 2500मा रहेको छ। यदि 2550 तल डेली क्लोज आयो भने 2500 पुनः टेस्ट हुने सम्भावना बलियो रहन्छ। अब रेजिस्टेन्सतिर हेर्दाखेरि इमिडिएट रेजिस्टेन्स 2620 देखि 2650 को जोनमा रहेको छ भने मेजर रेजिस्टेन्स 2700मा रहेको छ। 2650 माथि स्ट्रङ क्लोज नआएसम्म बजारलाई बुलिस भन्न मिल्दैन। अब भोल्युम एनालाइसिसको कुरा गरौँ। पछिल्ला दिनहरूमा भोल्युम निरन्तर घट्ने क्रम देखिन्छ। ग्रिन क्यान्डल भए पनि भोल्युम कमजोर छ, जसले बजारमा बायर्सको कन्फिडेन्स कम रहेको सङ्केत गर्छ। स्ट्रङ ब्रेकआउटको लागि अब आउने दिनमा भोल्युम एक्सपेन्सन अनिवार्य छ। अब आरएसआई को एनालाइसिस गरौँ। आरएसआई हाल करिब 43.59 को आसपास छ। यो लेभल न्युट्रल भन्दा तल भएकोलाई मोमेन्टम कमजोर नै छ। म्याकडी एनालाइसिस गरौँ। म्याकडी इन्डिकेटर हेर्दा म्याकडी लाइन र सिग्नल लाइन दुवै जेरो लाइन तल नै छ। हिस्टोग्राम पनि हल्का नेगेटिभ देखिन्छ, जसले बेरिस मोमेन्टम अझै एक्टिभ रहेको पुष्टि गर्छ। बुलिस क्रसओभर देखिए पनि जेरो लाइन तल भएकाले यो सिग्नल कमजोर बुलिस सङ्केत मात्र हो। अब हामी पोसिबल मार्केट सिनेरियोजहरू हेरौँ। यदि नेप्से 2550 तल ब्रेक भयो भने 2500सम्म फल हुन सक्छ। तर यदि नेप्से 2650 माथि स्ट्रङ क्लोज दिन्छ र त्यससँगै भोल्युम बढ्छ भने बजार 2700 देखि 2750 तर्फ मुभ गर्न सक्छ। र कन्क्लुजनमा भन्नुपर्दा हालको अवस्था वेट एन्ड वाच रणनीति अपनाउने खालको छ। एग्रेसिभ बाइङ भन्दा कन्फर्मेसन पछि ट्रेड लिनु नै सुरक्षित देखिन्छ। स्विङ ट्रेडर्सका लागि 2500 देखि 2550 को जोन अत्यन्त महत्त्वपूर्ण डिमान्ड एरिया रहनेछ। यस्तै क्लियर इन्डिकेटर बेस्ड नेप्से एनालाइसिस पाउनका लागि आनन्द इन्साइट्ससँग जोडिनुहोस्। धन्यवाद।